मलाई अहिले एउटा कुरा भन्न मन लाग्यो होइन, म पनि चाहन्छु गरिमा चौधरीले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ। त्यति सानो बालबालिकालाई बलात्कार गर्ने व्यक्ति, उसको हत्या गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिनुपर्छ। यस्ता पापीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ। यो कुरा मेरो पनि मान्यता छ, म पनि यो कुरालाई मान्छु। र मलाई अहिले अलिकति एउटा नमन परेको कुरा, या त चित्त नबुझेको कुरा, यो त मेरो दृष्टिकोण हो, मैले आफ्नो दृष्टिकोण राख्न पाइयो होइन। मेरो दृष्टिकोणले के भन्छ भनेपछि होइन कि फाँसीको सजाय, हाम्रो देशमा पनि फाँसीको सजाय हुनुपर्छ। बलात्कार गर्ने व्यक्तिलाई फाँसी नै दिनुपर्छ भन्छन् र यो कानुन ल्याउनुपर्छ भन्छन्। र यो कानुनको कतिपय प्लस पोइन्ट छ र कतिपय माइनस पोइन्ट पनि छ क्या। माइनस पोइन्टलाई नहेरेर प्लस पोइन्टलाई मात्रै सरकारले हेर्दैन क्या। सरकारलाई यो दबाब दिएर कि उत्तिखेर बलात्कार गर्ने व्यक्तिलाई फाँसी दिनुपर्छ भन्नासाथ प्रत्येक बलात्कारीलाई फाँसी दिने हो भने त हाम्रो नेपालमा यो पनि एउटा कानुन छ कि मान्छेले बिर्सिन्छन् के, श्रीमतीले श्रीमानलाई अगर जबरजस्ती करनी गरेपछि मुद्दा हाल्न मिल्छ, बलात्कारको मुद्दा हाल्न मिल्छ। के गर्ने त त्यसपछि? अगर श्रीमती त बलात्कृत भइजान्छन्, किनकि सँगै सुतेपछि श्रीमानले जबरजस्ती यौन सम्पर्क राखिसकेपछि त्यो त बलात्कारकै रूपमा कानुनले त त्यो दृष्टिकोण राख्छ नि त। के गर्नु छ त्यसपछि? श्रीमानलाई फाँसी दिइहाल्ने? अगर यो कुरा सत्य हो, तपाईहरु मान्नुहुन्छ कि यो नेपालमा कानुन छ नि कि श्रीमतीले अगर श्रीमानले पनि के गरे जबरजस्ती गरेपछि उसलाई पनि फाँसी दिइहाल्ने? यो कुरालाई ध्यानमा राख्नु होला। र अर्को कुरो, अस्ति भर्खर पल्साको कुरा गरौँ। अगर हाम्रो नेपालमा कतिपय यस्ता सम्बन्ध छन् जुन पहिला मान्छेले आफ्नो सहमतिले शारीरिक सम्बन्ध राख्ने, अगर सहमति मिलेन पछि त्यसपछि त्यसलाई बलात्कारको मुद्दा हालेको कतिपय केस छैन हाम्रो देशमा? छ त। के गर्नु त तिमी? त्यसले सब फाँसी दिने? यिनी कुरालाई ध्यानमा राख्नु न तपाईहरु। बलात्कार गर्ने व्यक्तिको ज्यान लिने व्यक्तिलाई, बलात्कार गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय हुनुपर्छ। तर एउटा अर्को दृष्टिकोणले, एउटा मानवताको नाताले कोही पनि व्यक्तिको लाई कानुनले त्यो दृष्टिकोणले हेर्दैन कि त्यसलाई फाँसी नै दिनुपर्छ भने त्यो दृष्टिकोणले हेर्दैन क्या। र यो फाँसीको सजाय हुनु हुँदैन, यो मेरो मान्यता हो। किनकि फाँसीको सजाय यसकारणले होइन कि कोही बलात्कारी व्यक्ति बचिजाओस् र त्यो जिउँदो होस् र त्यसले इन्जोय गरोस् भन्ने मेरो दृष्टिकोण होइन। मेरो दृष्टिकोण के हो भनेपछि, अगर नेपालमा त कतिपय मुद्दा यस्ता लागिरहेको हुन्छ नि त, जो प्रेम सम्बन्धमा यस्ता कतिपय घटनाहरू छन् त जो प्रेम सम्बन्धमा थिए, पहिला पछि बलात्कार केस हालेर उनी जेलमा गइसकेका कतिपय घटनाहरू छन् त। अब यस्तो केस भइसकेपछि त बलात्कार अहिले त हामी जेलमा छन्, तिनी व्यक्ति जिउँदो छन् भन्ने भने प्रेमको सम्बन्धमा गएर शारीरिक सम्बन्ध राखिसकेपछि तिनी अहिले बलात्कार केसमा जेलमा छन् त। अगर फाँसीको सजाय त दिँदा भट्टाभट तिनीलाई त फाँसी। प्रेम गर्ने व्यक्ति नेपालमा त त्यसो भए त 90% छोरा मान्छे त फाँसी दिएर मरिजान्छन्। यो कुरालाई ध्यानमा राख्नु न तपाईहरु। सिर्फ फाँसीको सजाय दे भन्नुहुन्छ, प्लस पोइन्ट छ र त्यसले माइनस पोइन्ट त झन् ज्यादा नै हुन्छ के। कुनै पनि एउटा राम्रो पक्ष आउँछ जब मोबाइल आयो, त्यो मोबाइलले कुरा गर्नको लागि 50% पोजिटिभतिर ल्यायो भनेपछि 50% नेगेटिभतिर पनि त ल्यायो हैन। अगर फाँसीको सजाय तपाई आज जो मान्छे फाँसीलाई बलात्कारलाई फाँसी दे भन्छ नि, भोलि प्रेम सम्बन्धमा अगर उनकै भाइहरूलाई बलात्कारको केस लागेपछि तिनी मान्छेहरू गएर यो भन्छन् कि फाँसीको सजाय किन दियो, प्रेम सम्बन्ध थियो, प्रेम सम्बन्धमा किन फाँसी दियो भन्छन्।
कानुनले प्रेम सम्बन्ध थियो या प्रेम सम्बन्ध थिएन त्यो दृष्टिकोण कानुनले राख्दैन। कानुनमा भावनात्मक सम्बन्ध चल्दैन। यो कुरालाई ध्यानमा राख्नुहोला। फाँसीको सजाय माग्नुभन्दा पहिला यो कुरा ध्यानमा राख्नुहोला। हाम्रो घरमा पनि बहिनी छन्, हाम्रो घरमा पनि भान्जी छन्, हाम्रो घरमा पनि मम्मीहरू छन्। हामी महिलालाई प्रोटेक्सन हुनुपर्छ भन्ने यो मान्यता राख्छौँ। तर सँगसँगै कोही पनि पुरुष मान्छे नेपालमा त्यस्ता कति घटना घटेका छन्, हामी तिनी घटनाबाट सिकेका छौँ र सिक्नु पनि पर्छ र यो कुरालाई ध्यानमा राख्नुपर्छ सबैले। मेरो भनाइ यति हो। यो मेरो आफ्नो दृष्टिकोण हो। यो मैले आफ्नो दृष्टिकोण यहाँ राखेको छु हैन। अब कसैलाई मन पर्छ मेरो दृष्टिकोण र कसैलाई मन पर्दैन, त्यो सबको आफ्नो आफ्नो विचार हो। तर यो गलत हो र कडाभन्दा कडा सजाय उनलाई दिनुपर्छ। उनलाई चाहे 5 वर्ष होस्, 10 वर्ष होस्, अगर उनले कुछ ज्यानै लिएका छन् त उनलाई त 20 वर्ष होस्। कानुनमा के हुन्छ एउटा मलाई चित्त नबुझेको कानुनको पक्ष के छ भनेपछि त्यहाँ दोषी भन्दा पनि निर्दोषी मान्छेहरू धेरै फस्या हुन्छन् के हैन। फाँसीको सजाय कोही व्यक्ति ज्यानै गएको भने त पछि त्यो निर्दोष रहेछ भन्ने साबित भयो भने त्यो व्यक्ति त्यो घरको छोरा मान्छे त गएको त, त्यो त वापस आउँदैन त, त्यो त गएको। कमसेकम जेलमा भएपछि उसले मुद्दा लड्न पाउँछ, आफूलाई सही साबित गर्ने मौका पाउँछ। त्यहाँ पैसाको चलखेलमा कोही मान्छेले फसाएर मुद्दा हालेर कसैको छोराको ज्यान गएको भनेपछि कोही मान्छे बचेको भनेपछि कोही मान्छेको मुद्दामा एउटा कस्तो हुन्छ भनेपछि कोही मान्छे जस्तो एउटा छोरी मान्छेको बलात्कार भयो, धेरै धनी मान्छेको छोराले बलात्कार गर्यो हैन, अनि उसको कानुनमा धेरै पहुँच छ, राम्रो पहुँच छ, अनि उसले पैसा खुवाएर एउटा मान्छेलाई फसाइदियो। फसाइसकेपछि त्यो मान्छेलाई लगेर पुलिसले लग्यो र त्यसलाई यो साबित गरिदियो कि यो मान्छेले बलात्कार गरेको भनेर। अब त्यो मान्छेलाई त कानुनले फाँसीको सजाय दिइहाल्छ, ऊ त गइगयो। पछि उसले मुद्दा लड्ने मौका पनि पाएन, आफ्नो दृष्टिकोण भन्ने मौका पनि पाएन र पाउँदैन नि त। कानुनमा त यस्तो छ त। यो मेरो आफ्नो मनको धारणा हो। म फाँसीको कसैको ज्यानै लिनुपर्छ भन्ने कानुनले पनि त्यस्तो दृष्टिकोण राख्नुपर्छ। गलत गर्ने कतिपय मान्छेले गलत मर्डर गरिरहेको छन्, तिनी व्यक्तिलाई कडाभन्दा कडा सजाय हुनुपर्छ, कानुन एकदम माथि हुनुपर्छ। तर म एउटा मान्छे हुनाको कारणले अर्को व्यक्तिको ज्यानै लिनुपर्छ भन्ने दृष्टिकोण राख्दैन। यो मेरो आफ्नो मान्यता हो।